नेपाल 4K टेलिभिजन अब तपाईं सँगसँगै। नमस्कार, जी नेपाल समाचारमा स्वागत छ। म शर्मिला लामा। सुरु गरौं प्रमुख समाचारका शीर्षकबाट। स्वतन्त्र सांसद सिंहले संसद बैठकमा दिएको अभिव्यक्तिप्रति सत्तापक्ष सांसदहरूको आपत्ति। राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै सिंहलाई कारबाही गर्न माग। नेपाल चीन कूटनीतिक सम्बन्ध 70औं वर्षमा प्रवेश। एक चीन नीतिप्रति नेपाल प्रष्ट रहेको उल्लेख। सुगौली सन्धि र नेपालमा नागरिकता नामक पुस्तक कांग्रेस सभापति देउवाद्वारा विमोचन। गोर्खा ब्रिटिश सैनिकलाई नेपाली नागरिकता दिने विषयमा छलफल भइरहेको उल्लेख। अमेरिकाद्वारा इरानको 3वटा आणविक केन्द्रमा हवाई आक्रमण। आक्रमणको क्षति सार्वजनिक हुन बाँकी रहेको बीबीसीद्वारा जानकारी। र त्रिदेशीय टी20 क्रिकेट श्रृङ्खला अन्तर्गतको खेलमा स्कटल्यान्डको जित। स्कटल्यान्डद्वारा नेपाल 34 रनले पराजित। अब समाचार विस्तारमा। स्वतन्त्र सांसद डाक्टर अमरेश कुमार सिंहले नेपालका 4-5 जिल्लामा मात्र बजेट परेको भन्दै बाँकी जिल्ला अर्को देशलाई लिजमा दिनुपर्ने अभिव्यक्ति राखेपछि सदनमा विवाद भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा सिंहले बजेट नजाने जिल्ला नेपालमा किन राख्ने भन्दै 72 जिल्ला चीन, अमेरिका, भारतलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो। 3 करोडको दरले 131 योजना छ। यदि काठमाडौँ जिल्लामा यदि काठमाडौँलाई जिल्ला मानियो भने काठमाडौँ जिल्ला छ भने 131 योजना छ भने मेरो जिल्लामा त कम्तीमा 15-20 वटा त पर्थ्यो। ठिक छ, म 131 को भाग खोजेको होइन, 131 खोजेको होइन। सर्लाहीको जनता सेकेन्ड ग्रेड नागरिक छ, त्यहाँ त कम्तीमा ठिक छ 20 राख्दै हुन्थ्यो, 30 राख्दै हुन्थ्यो। यो बजेटलाई निजी सम्पत्ति ठानेर जुन हुन्छ डलधुरामा सुदूरपश्चिममा एउटा गेटा मेडिकल कलेज पनि गर्ने सबै हामी ताली बजाए। डलधुरामा मेडिकल कलेज खोल्ने तर मध्य प्रदेशमा एउटा पनि मेडिकल कलेज नखोल्ने। सो अभिव्यक्तिको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापति जनाउँदै राष्ट्रघाती अभिव्यक्ति दिएकोमा सिंहलाई कारबाही गर्नुपर्ने माग सभामुख घिमिरे समक्ष राख्नु भएको थियो। देशलाई अन्यत्र गाभो भन्ने देशद्रोही अभिव्यक्ति सार्वभौमिकता अखण्डता विरोधी भनाई राख्नेलाई कारबाही गरिनुपर्ने माग उहाँले राख्नु भएको थियो। यो संसदमा राख्नुभयो। विनियोजन शीर्षकमा छलफलमा उहाँ भाग लिनु भएको छ। देशलाई काहीँ कतै अर्को देशमा अमेरिका लगायत देशमा गाभिदिउँ भनेर संसदको रोस्टमबाट यस्तो आपत्ति जनायो। यो त देश अभिव्यक्ति अभिव्यक्ति हो, यो देशकै अभिव्यक्ति हो। सत्ताधारी सांसदले अमरेशमाथि कारबाहीको माग गरेपछि सभामुख घिमिरेले सांसद अमरेश कुमार सिंहले संसदमा दिनुभएको 5वटा जिल्ला बाहेक अरू जिल्ला भाडामा दिए हुन्छ भन्ने अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभामा नेपाली कांग्रेसका तर्फबाट सांसद बनेका 3 सांसदको समिति हेरफेर गरिएको छ। सभामुख देवराज घिमिरेले पेश गर्नुभएको 3 सांसदहरूको हेरफेर सदनले अनुमोदन गरेको बताउनु भएको छ। कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे सार्वजनिक लेखा समितिबाट शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको जिम्मेवारी दिएको छ भने चन्दा चौधरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट सार्वजनिक लेखा समितिमा पठाएको छ।
शान्ति विकास महिला तथा बालबालिका तथा सामाजिक मामिला समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको जिम्मेवारीका साथ हेरफेर गरिएको सभामुख घिमिरेले बताउनु भएको छ। राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताउनु भएको छ। नेपाल चीन बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70औं वार्षिक उत्सवको अवसरमा काठमाडौँमा आयोजना अ विन्डो टु चाइना सिजाङ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले एक चीन नीति प्रतिको प्रतिबद्धतालाई पुनः दोहोर्याउनु भएको छ। उहाँले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राजनैतिक स्वतन्त्रताप्रति चीनको निशर्त सम्मानको नेपालले कदर गर्ने समेत बताउनु भएको छ। उहाँले तिब्बत आफैमा चित्रकला, त्यसमा बौद्ध धर्म सम्बन्धी कला सामग्रीहरू, मौलिक र परम्परागत तिब्बती लोक सङ्गीत नृत्यका कारण धनी रहेको समेत बताउनु भएको छ। उहाँले यो कार्यक्रमले हिमाली सौन्दर्य परम्परा र परिवर्तन जस्ता विषयवस्तुका बारेमा सबै जानकारी गराउन तथा तिब्बतलाई नजिकबाट बुझ्न सहयोग पुग्ने समेत बताउनु भएको छ। सांस्कृतिक पहिचान, धार्मिक परम्परा र स्वायत्त सामाजिक संरचनाको केन्द्रबिन्दु रहँदै आएको छ। यस हिमालय पर्वत र नदीहरूले हाम्रो सम्बन्धलाई प्राकृतिक रूपमा जोडेका छन्। यो वर्ष 2025 नेपाल चीन कूटनीतिक सम्बन्धको 70औं वार्षिक उत्सव हो। यस ऐतिहासिक अवसरमा दुवै देशका सरकार र जनता बीचको सम्बन्धलाई थप गुणात्मक बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, जसले हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ भन्ने कुरामा म विश्वस्त छु। उहाँले नेपालकी राजकुमारी भृकुटी र तिब्बती राजा सोन्छेन गम्पो बीचको विवाहले नेपाली कला र संस्कृतिलाई तिब्बतमा प्रभाव गरेको बताउँदै तिब्बत केवल चीनको आँखी झ्याल नभई सांस्कृतिक, धार्मिक र मानवताको एउटा अनुपम विरासत भएको बताउनु भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोर्खा ब्रिटिश सैनिकलाई बेलायती सैनिक सरह सेवा सुविधा दिनुपर्ने बताउनु भएको छ। सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले ब्रिटिश गोर्खा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने भन्दै राखेको मागमा राजनीतिक दलहरूबीच छलफल भइरहेको समेत बताउनु भएको छ। उहाँले ब्रिटिश गोर्खा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने भन्दै राखेको मागको विषयमा राजनीतिक दलहरूले छलफल भइरहेको समेत बताउनु भएको छ। उहाँले सो विषयमा छिट्टै निष्कर्षमा पुग्ने समेत बताउनु भएको छ। ब्रिटिश गोर्खाले बेलायती सैनिक सरह नै सेवा पाउनुपर्छ भन्ने हाम्रो माग हो, तर उनीहरूले नमानेको समेत बताउनु भएको छ। उहाँहरूले निरन्तर नागरिकताको माग उठाएको भए पनि त्यो दिने नदिने कुरा हाम्रो हातमा नहुने समेत सभापति देउवाले बताउनु भएको छ। उहाँले विदेशी नागरिकता लिइसकेकालाई नेपालको नागरिकता दिन नसकिने समेत बताउनु भएको छ। उहाँले अरू कामहरूका लागि एनआरएनए नागरिकता दिन सकिने भए पनि अरू देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो रहेको समेत बताउनु भएको छ। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिजा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक माथिको विभिन्न शीर्षकको छलफलमा भाग लिने क्रममा उहाँले सो माग गर्नुभएको हो। उहाँले भिजिट भिजा प्रकरण राष्ट्रिय समस्या भएकाले माओवादीसँग भएको दुई बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अविलम्ब छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। उहाँले 1 महिनाभित्र छानबिन समिति गठन गर्ने प्रतिबद्धता गृहमन्त्रीले रोस्टमबाटै गरेकाले ढिलाइ नगर्न उहाँले आग्रह गर्नुभएको छ। उहाँले भिजिट भिजा प्रकरणमा दुई बुँदे सहमति गरेपछि पनि अहिलेसम्म समस्या समाधान नभएको धारणा राख्नु भएको छ। सँग सम्बन्धित विषयवस्तुमा सदनमा आवाज उठिरहेको छ। वेलमा मान्यहरू बसिरहनु भएको छ। सरकारसँग हामीले दुई बुँदे पनि गर्यौं, तर समस्या अहिलेसम्म पनि समाधान भएको छैन। म सरकारलाई अविलम्ब यो राष्ट्रिय समस्या हो, आम जनताको समस्या हो, यो सुशासनसँग सम्बन्धित विषयवस्तु हो, यो भ्रष्टाचारलाई
अन्त्य गर्नको लागि चालिएको विषयवस्तु भएको हुनाले अविलम्ब छानबिन समिति जो सरकारले 1 महिनाभित्र हामी गर्छौँ भनेर माननीय मन्त्रीज्यूले यहाँबाट रोस्टमबाट बोल्नु भएको छ, त्यो ढिलो नगर्नको लागि म हार्दिक आग्रह गर्दछु सम्मानीय सभामुखज्यू मार्फत। यसअघि भिजिट भिजा प्रकरणका कारण निरन्तर सदन अवरुद्ध भएपछि आवश्यक अध्ययन एवं छानबिन गर्ने प्रतिबद्धता जनाउँदै सत्ता पक्षले माओवादीसँग 2 बुँदे सहमति भएको थियो। सहमतिसँगै माओवादीले विरोधका कार्यक्रम रोके पनि रासोपा र राप्रपाले भने छानबिन समितिको माग गर्दै सदनमा निरन्तर विरोध जनाउँदै आएका छन्। भिजिट भिजा प्रकरणको छानबिन हुनुपर्ने माग राख्दै रासोपा र राप्रपाले प्रतिनिधि सभा बैठकमा निरन्तर विरोध जनाएका छन्। आज बसेको प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै रासोपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। उनीहरूले भिजिट भिजा प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन्। रासोपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रासोपाका सांसद असीम शाहलाई बोल्न समय दिनुभएको थियो। सांसद शाहले 1 महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको र आफूहरूलाई यसको दर्शक बन्न बाध्य पारिएको बताउनु भएको छ। उहाँले भिजिट भिजा काण्ड मानव तस्करी भएकाले यसको निष्पक्ष छानबिन गर्नुपर्ने उहाँले धारणा राख्नु भएको छ। शाहले सदन बहुमतको अङ्क गणितले मात्रै नभई विवेक र नैतिकताले चल्नुपर्ने उल्लेख गर्नुभएको छ। बडा गजबको छ सभामुख महोदय, कहिले भुटानी शरणार्थीको भेषमा आफ्नै देशको नागरिक बेच्छ, कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा बचाउँछ, कहिले क्विन्टल क्विन्टल सुनलाई बिस्कुट बनेर भित्राउँछ, कहिले वाइट बडीको नाममा राज्यको ढुकुरी उडाउँछ, कहिले एयरपोर्ट बनाउने नाममा भ्रष्टाचारको ओलम्पिक खडा गर्छ। लाग्छ यो देश अब चाँडै भ्रष्टाचारको म्युजियम बन्दैछ। अब यो बेस्ट सेलरमा सूचीमा नयाँ अध्याय थपिएको छ भिजिट भिसा काण्ड। यो सामान्य ठगी होइन सभामुख महोदय, यो हजारौं नेपाली युवाको सपना, परिवारको सम्पत्ति र सिङ्गो भविष्यमाथिको सुनियोजित डकैती हो। लाखौं असुलेर रोजगारी दिने झुटो सपना देखाएर युवालाई विदेशी भूमिमा अल्पत्र पार्ने यो अपराध सङ्गठित मानव तस्करी हो सभामुख महोदय। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणाले प्रतिपक्षले निरन्तर उठाएका आवाजलाई सरकारले समाधान गर्न प्रयास गर्नुपर्ने बताउनु भएको छ। उहाँले चैत्र 15 गते भएको घटनामा राज्यले नै दमन गरेको दोहोर्याउँदै उक्त घटनाको समेत छानबिन हुनुपर्ने माग गर्नुभएको छ। आफ्नो लागि शासन गर्न थाल्छ र जनता बिर्सिन्छ तब त्यो राज्य समाप्त हुन्छ भनेर त्यस्तै नेपालमा भइरहेको छ सभामुख महोदय। चैत 15 गते 3 कुनामा भएको घटना पनि राज्यको आतंकले त्यहाँ व्यक्तिको हत्या भएको छ, व्यक्ति जलेको छ, घरबाट घर माथिबाट आँसु घाँस हानेको छ महोदय। मञ्चमा राष्ट्रिय गान बज्दाखेरि त्यहाँ आँसु ग्यास आएको छ। अहिलेसम्म कति आन्दोलन भयो, हामी सबैले आन्दोलन खेपेको छौँ, गरेको छौँ, कहिले पनि मञ्चमा आँसु ग्यास आएको थाहा पाएको छ? त्यहाँ घटना भएको, दुर्घटनाहरू भएको त्यहाँ हामीले होइन, त्यहाँ राज्यको आतंकले हो। दुर्गाजीले पनि निमुखा जनताको सेवा गर्न लाग्नु भएको छ, उहाँले पनि त्यो आतंक मचाएको होइन। राप्रपाको विरोधका बीच सभामुख घिमिरेले सदनको कार्यसूची अघि बढाएपछि रासोपाका सांसदहरूले बेल घेराउ गर्दै विरोध जनाएका थिए भने राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेर संसदबाट बाहिरिएका थिए। जनता समाजवादी पार्टी नेपाल जसपाले पार्टीको प्रदेश समितिहरूको अधिवेशन सम्पन्न गर्ने तयारी थालिएको जनाएको छ। आजदेखि सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश अधिवेशन समयमै सम्पन्न गर्ने निर्णय गरेको जनाएको छ। सो पार्टीले प्रदेश अधिवेशन सञ्चालनका लागि आवश्यक निर्देशिका तयार समेत पारेको जनाएको छ। सो पार्टीका महासचिव लालबाबु राउतको नेतृत्वमा गठित कार्यदलले उक्त निर्देशिका तयार पारेको समेत बताएको छ। महासचिव राउतले आजको बैठकमा निर्देशिका प्रस्तुत गरेका छन् भने भोलिको बैठकमा प्रदेश अधिवेशन कहिलेदेखि सुरु गर्ने भन्ने क्यालेन्डर तय गर्ने समेत जनाएको छ। कार्यकारिणी सदस्य शैलेन्द्र शाहका अनुसार देशभरका अधिकांश जिल्ला र स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको र
केही जिल्लामा अधिवेशन बाँकी रहेकाले त्यसलाई चाँडै टुङ्गो लगाउने विषयमा आजको बैठकमा छलफल भएको बताउनु भएको छ। बैठकमा विभिन्न नेताहरूले आफूलाई दिएको जिम्मेवारीको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको समेत बताएको छ। बाँकी रहेका अधिवेशनहरू छिट्टो सम्पन्न गरी प्रदेश अधिवेशनमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा बैठकमा व्यक्त गरिएको थियो। इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने व्यवस्था मिलाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल सरकारको अनुरोधमा उनीहरूलाई इरान स्थित भारतीय दूतावासले उद्धार गर्ने व्यवस्था मिलाएको बताएको छ। परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवाले इरानमा 16 जना नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरूलाई उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरेको बताउनु भएको छ। उहाँले इरानमा हाम्रो सानो संख्यामा रहेको नेपाली नागरिकलाई समेत उद्धार गरी ल्याइदिन भारतीय राजदूत नवीन श्रीवास्तव मार्फत भारत सरकारलाई आग्रह गरेको बताउनु भएको छ। केही दिन यता जारी इजरायल इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डाक्टर राणाले भारत सरकारसँग सो आग्रह गरेको बताउनु भएको छ। यस प्रयोजनका लागि मन्त्री डाक्टर राणाले भारतका लागि नेपाली राजदूत डाक्टर शङ्कर शर्मालाई पनि आवश्यक समन्वय गर्न समेत निर्देशन दिनुभएको बताएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटवल सडक खण्ड हिजोदेखि रातको समयमा 10 घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ। सो क्षेत्रको दुम्कीपास खण्डमा दुर्घटनाको जोखिम बढेकाले हिजोदेखि साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सडक पूर्ण रूपमा बन्द गर्न लागेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर चुडाराज ढकालले बताउनु भएको छ। उहाँले जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार हिजोदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाएको बताउनु भएको छ। उक्त सडक खण्डमा ठूलो र मालवाहक सवारी साधन भने हिजोदेखि 24 घण्टा सञ्चालन गर्न नदिने गरी रोक लगाएको ढकालले बताउनु भएको छ। ठूला र मालवाहक सवारी साधनलाई नारायणघाट बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै निर्देशक ढकालले साना सवारी साधन समेत सडकको अवस्था हेरेर मात्रै दिउँसोमा यात्रा गर्न सुझाव दिनुभएको छ। 4 लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा हिलोका कारण सवारी साधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ। त्यस्तै विनय खोलामा आउने बाढीले यहाँ निर्माण गरिएको डाइभर्सन बगाउँदा पटक पटक यातायात सञ्चालनमा अवरोध हुने गरेको छ। भारतको महावाणिज्य दूतावास वीरगञ्जद्वारा वीरगञ्ज महानगरपालिकामा रहेको शङ्कराचार्यको प्रवेशद्वारमा 11औं योग कार्यक्रम सम्पन्न गरेको छ। सो योग कार्यक्रममा नेपाल र भारत दुवै देशका भक्तजनहरूको सहभागिता रहेको बताएको छ। यस प्रकारको योग कार्यक्रमबाट दुई देशबीच सद्भाव र मित्रता प्रवर्धन गर्दै सांस्कृतिक र धार्मिक आदान प्रदानको लागि एक आदर्श मञ्चको रूपमा समेत लिएको बताएको छ। सो कार्यक्रममा स्थानीय समुदाय, सरकारी एवं गैर सरकारी कार्यालयका पदाधिकारीहरू, स्थानीय सुरक्षा निकायका प्रमुखहरू, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहेको बताएको छ। सो कार्यक्रममा मध्य प्रदेशका मुख्यमन्त्री सतीश सिंहले योगलाई हाम्रो दैनिक जीवनमा समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ। सो योग कार्यक्रममा नेपाल भारत मैत्री सङ्घ, पतञ्जलि योग समिति पर्सा र अन्य सङ्घ संस्थाहरूबाट 500 जनाको सहभागिता रहेको बताएको छ। राष्ट्रिय एकता अभियानद्वारा नेपालगञ्जमा आयोजित पाकिस्तानी जेहादी आतंकवाद र नेपालको सुरक्षा चुनौती विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपालगञ्जमा आयोजित सो अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले भारत नेपाल खुला सिमानाको दुरुपयोग गर्दै पाकिस्तान समर्थित आतंकवादी समूहहरूले नेपाललाई आन्तरिक सुरक्षा चुनौती बनाउँदै लगेको गम्भीर चिन्ता व्यक्त गरेको बताएको छ। कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले पाकिस्तानी आतंककारी गतिविधि विरुद्ध नेपाल सतर्क रहनुपर्ने बताउनु भएको छ। अभियानका महामन्त्री हर्क स्वार, केन्द्रीय सदस्य बम बहादुर शाही, पार्वती अर्यालले आतंकवादका बदलिदो रूप र त्यसको क्षेत्रीय प्रभावबारे आफ्नो धारणा राखेको बताएको छ। नेपाल भारत खुला सीमाको दुरुपयोग गर्दै पाकिस्तानी आतंकी सञ्जालले नेपालको धार्मिक सहिष्णुता,
सामाजिक सद्भाव र अन्तर्राष्ट्रिय छविमाथि प्रश्न खडा गरिरहेको उनीहरूको ठहर रहेको छ। उनीहरूले आतंककारी अब्दुल करिम टुन्डा, सैफुल्लाह यासिन भट्कला जस्ता कुख्यात आतंककारीले नेपाललाई लुक्न योजना बनाउने र पासपोर्ट परिवर्तन गर्ने सुरक्षाविहीन स्थल बनाएको ऐतिहासिक घटनाहरू स्मरण समेत गर्नुभएको थियो। उहाँले नेपाल भारत सम्बन्धमा असहजता ल्याउने उद्देश्यले पाकिस्तानले लगातार नेपाल प्रयोग गर्ने रणनीति अपनाएको समेत बताउनु भएको छ। कार्यक्रम स्थानीय समाजसेवी जगदीश शुक्ला, अभियानका राजकुमार रौनियार, यादव सेवा केन्द्रका अध्यक्ष सूर्यलाल यादव, अधिवक्ता रामकुमार दीक्षित, भरत विश्वकर्मा लगायतले दुई देशबीचको सुरक्षाका विषयमा आआफ्नो विचार राख्नु भएको समेत बताएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले बिक्री गर्नका लागि अवैध रूपमा बोकेको 85 तोला सुन सहित 2 जनालाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले भारतको न्यू प्रताप नगर जीटी रोड अमृतसर 1 पंजाबका 49 वर्षीय कुलदीप सिंह र रूपन्देहीको तिलत्तोमा नगरपालिका 16 पूर्व बहियाका 47 वर्षीय रामबहादुर विकलाई पक्राउ गरिएको बताउनु भएको छ। उहाँले असार 6 गते पोखराको विभिन्न स्थानहरूमा अवैध रूपमा बिक्री वितरणको लागि सुन ल्याएको भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट परिचालन गरिएको टोलीले उनीहरूलाई पक्राउ गरेको बताउनु भएको छ। प्रहरी टोलीले पोखरा महानगरपालिका 22 पुम्दी भुम्दी हुँदै बुटवलतर्फ जाँदै गरेको माइक्रोबसमा चेकजाँच गर्दा उनीहरू सुनका गरगहना सहित पक्राउ गरिएको समेत उहाँले बताउनु भएको छ। पक्राउ परेका दुवै जनालाई उक्त सामान सहित आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको छ। अब अर्थ समाचार। लुम्बिनी प्रदेश सरकारले ल्याएको 2082-2083 को बजेटप्रति मुख्यमन्त्री र आर्थिक मामिला मन्त्री नै असन्तुष्ट बनेपछि प्रदेश सभामा हिजोबाट हुने भनिएको छलफल रोकिएको छ। प्रदेश सभाले हिजो 11 बजेका लागि आह्वान गरेको छैठौं अधिवेशनको 14औं बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेपछि मुख्यमन्त्री र आर्थिक मामिला मन्त्री नै बजेटप्रति सहमति नभएको कुरा बाहिरिएको बताएको छ। गत शुक्रबार बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेन। सरकारले असार 1 गते अन्यलकै बीच 38 अर्ब 91 करोडको रुपैयाँको बजेट ल्याएको थियो। हतारमा ल्याएको बजेटमा मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीका योजना नै नपरेपछि दुवैजना असन्तुष्ट बनेको समेत बताएको छ। सो बजेटमा मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीले सिफारिस गरेका भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा शहरी विकास मन्त्रालय अन्तर्गतका योजना समेत नपरेपछि अहिले बजेट विवादमा परेको समेत बताएको छ। बजेटप्रति सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका अधिकांश प्रदेश सभा सदस्य समेत असन्तुष्ट बनेको बताएको छ। कांग्रेसकै आर्थिक मामिला मन्त्री कार्कीले ल्याएको बजेटप्रति नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले विज्ञप्ति नै जारी गरेर विरोध समेत गरेको छ। सत्तारूढ एमालेका प्रदेश सभा सदस्यले आगामी वर्षको सरकारको बजेट अहिलेसम्मकै व्यथिति, कमजोर र टिप्पणी गर्न लायक नभएको समेत बताएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका 3वटा आणविक केन्द्रमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका 3वटा परमाणु केन्द्रहरूमा आक्रमण गरेको बताएका छन्। अमेरिकाले फोर्दो, नतान्ज र इस्फहानमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ। सबै अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिएको र सुरक्षित रूपमा घर फर्किरहेको समेत बताएको छ। ट्रम्पले इरानमा गरिएको सफल सैनिक अभियानबारे राष्ट्रलाई सम्बोधन समेत गर्ने बताएको छ। अमेरिकाले गरेको आक्रमणबाट मानवीय क्षतिको बारेमा भने कुनै पनि कुरा सार्वजनिक नगरिएको बीबीसीले उल्लेख गरेको छ। आक्रमणबारे इरानी अधिकारीहरूले पनि पुष्टि गरेका छन्। इस्फहानका सुरक्षा उपगभर्नर अकबर सालेहीले नतान्ज र इस्फहानमा धेरै विस्फोटहरूको आवाज सुनेको उल्लेख गरेका छन्। यसैबीच इजरायलले पनि इरान विरुद्धको आक्रमणमा अमेरिकाले पूरा सहयोग गरेको पुष्टि गरेको छ।
सुरुमा इजरायलले गत जुन 13 मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध सुरु भएको थियो। यस क्रममा हालसम्म इरानमा 657 जनाको मृत्यु र 2000 भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ भने इजरायलमा 24 जनाको मृत्यु र 900 भन्दा बढी घाइते भएको बताएको छ। अब खेल समाचार। त्रिदेशीय T20 क्रिकेट श्रृङ्खलाको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ। गए राति भएको खेलमा नेपाल स्कटल्यान्डसँग 34 रनले पराजित भएसँगै सो उपाधि स्कटल्यान्डले जितेको हो। नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित श्रृङ्खलाको उपाधि घरेलु टोलीले जितेको हो। अन्तिम खेलमा जितका लागि 194 रनको लक्ष्य पछ्याएको नेपाल 18 ओभर 5 बलमा 159 रनमा अल आउट भएको थियो। नेपालका रूपेश सिंहले सर्वाधिक 43 तथा दिपेन्द्र सिंह ऐरीले 34 रन जोडेका थिए भने स्कटल्यान्डका क्रिस ग्रेव्सले 3 तथा सफियान शरीफले 2 विकेट लिएका थिए। यसअघि ग्लास्गोमा टस जितेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 193 रन बनाएको थियो। उसका जर्ज मन्सीले सर्वाधिक 78 रन बनाएको थियो भने नेपालका कुशल भुर्तेलले 2 तथा सन्दीप लामेछाने, ललित नारायण राजवंशी र रूपेश सिंहले समान 1 विकेट लिएका थिए। स्कटल्यान्डले 4 खेलमा 2 जितका साथ तालिकाको शीर्ष स्थानमा रहँदै उपाधि जितेको हो। समान 4 खेलमा 2 मा जित सहित नेपाल अङ्क तालिकाको दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ। खेल समाचारसँगै हामी समाचारको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। स्वतन्त्र सांसद सिंहले संसद बैठकमा दिएको अभिव्यक्तिप्रति सत्तापक्ष सांसदहरूको आपत्ति। राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै सिंहलाई कारबाही गर्न माग। नेपाल चीन कूटनीतिक सम्बन्ध 70औं वर्षमा प्रवेश। एक चीन नीतिप्रति नेपाल प्रष्ट रहेको उल्लेख। सुगौली सन्धि र नेपालमा नागरिकता नामक पुस्तक कांग्रेस सभापति देउवाद्वारा विमोचन। गोर्खा ब्रिटिस सैनिकलाई नेपाली नागरिकता दिने विषयमा छलफल भइरहेको उल्लेख। अमेरिकाद्वारा इरानको 3वटा आणविक केन्द्रमा हवाई आक्रमणको क्षति सार्वजनिक हुन बाँकी रहेको बीबीसीद्वारा जानकारी। र त्रिदेशीय T20 क्रिकेट श्रृङ्खला अन्तर्गतको खेलमा स्कटल्यान्डको जित। स्कटल्यान्डद्वारा नेपाल 34 रनले पराजित। हवस् त जी नेपाल 4K न्युज सकियो। ताजा समाचार र मनोरञ्जनका लागि जी नेपाल 4K टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार। जी नेपाल 4K टेलिभिजन अब तपाईं सँगसँगै